अरबौं मान्छेहरूमा तिमी एक भन्ने मान्छे। Thank you so much. अरबौं मान्छेहरूमा तिमी एक मन भन्ने मान्छे। यो गीत मात्र नभएर समग्र रूपमा जीवनको एक अध्याय पनि छ। यो गीतले हामी सबैलाई एकछिन भावुक बनायो। आदरणीय मदन कृष्ण श्रेष्ठज्यूको जीवन सङ्गिनी स्वर्गीय यशोदा सुवेदी श्रेष्ठज्यूको सम्मानमा अथवा भनौँ उहाँको मायामा समर्पित रहेर मदन कृष्ण श्रेष्ठज्यूले लेख्नुभयो। तर हरेक प्रेम गर्ने जोडीका लागि यो गीत बनेको छ। यो कालजयी गीत र यो कालजयी गीतसँगै जुन रूपमा भिडियो हामीले हेऱ्यौँ, पुराना ती सम्झनाहरूले हामीलाई पनि भाव विभोर बनायो। हामी सबैको आँखा हँसायो पनि। र यो गीत यो चलचित्र मदन कृष्णमा पनि रहनेछ। कहिलेकाहीँ बडो अप्ठ्यारो हुन्छ, मनमा धेरै कुराहरू हुन्छ तर भन्न आउँदैन, शब्द निस्किँदैन मुखबाट। यो गीत कलाकारले गाइराख्दाखेरि, भिडियो प्ले भइराख्दाखेरि आदरणीय मदन कृष्ण श्रेष्ठज्यूका आँखा रसाइरहेका थिए। हरिवंश दाइका आँखा पनि त्यति नै रसाइरहेका थिए। यता म हेर्दै थिएँ, भाउजू रमिलाको आँखा पनि रसाउँदै थिए, रिङ्कु भाउजूको आँखा पनि रसाउँदै थिए, यमन पनि हुँदै थियो। हामी सबै समग्रमा यो गीत सँगसँगै बगिराखेका थियौँ। हामी सबैलाई गीतले छोड्यो। अब केही नभनिकन सम्मान स्वरूप जोरदार। र अब म निर्देशक मिलन चान्सलाई आफ्ना कुराहरू राख्नका लागि आमन्त्रण गर्छु। समय निकै लामो गइसकेको छ, म छोटो मात्रै बोल्छु। आदरणीय बुवा मदन कृष्ण श्रेष्ठ, हरिवंश